नमस्ते, मेरो नाम पाल्देन हो। पूरा नाम कुञ्चोक पाल्देन। अनि नेपालमा भएको दाजुभाइ दिदीबहिनी सबैजनालाई धेरै धेरै नमस्कार। र आज म यहाँ छु किनकि म एउटा लामा हुनेको नाते मेरो एउटा कर्तव्य बन्छ। किनभने पनि आजकलको जमानाको हिसाबले अब सबैलाई थाहा छ एउटा इन्टरनेटको टाइम हो। तर इन्टरनेटको टाइममा पनि मतलब एउटा धार्मिक सिक्ने भनेको एउटा सबभन्दा एउटा के भन्छ राम्रो चिज हो। र म त्यही भएर आज त्यसको जानकारी लिएर आएको छ। यो मेरो जो अहिले यहाँ छेउमा देखाइदिँदैछ यो अनि एउटा ब्लग हुनुहुन्छ, एउटा वेबसाइट जिसको नाम हो chemrumbuche.com भनेर। र जिसको अनि के भन्छ लेखक जो उयो हो त्यस अनि त्यो गुरुको नाम चाहिँ छेम्रुम्बुछे भन्छ। र उसको विद्यार्थी र अनि गुरुजीले मिलेर अनि यो बनाउने भएको छ। र यो यसको अनि ओरिजिनलको उयो चाहिँ इङ्ग्लिसमा हुनुहुन्छ र आज भर्खर अनि यो नेपालीमा लन्च गर्नुभएको छ। अब यसमा तपाईहरुलाई धेरै चीजको ज्ञान लिन मिल्छ। अब म तपाईलाई यसमा एक्जाम्पल यहाँ तपाईहरुले देख्नुहुन्छ हैन, बुद्ध धर्म र अभ्यास, बुद्धको बारेमा र बुद्ध धर्मको बारेमा अनि यसमा कसरी अभ्यास गर्ने र कसरी आफूलाई शान्ति उयो गर्ने हैन। र यसमा धेरै चीजको उयो लेखेको छ, लेखकहरुले लेखेको छ हैन। यसमा तपाईलाई धर्मको बारेमा ज्ञान पाउँछ, कहानीहरुको बारेमा अनि यहाँ अहिले जो धेरै चीजको बारेमा यसमा हैन, किताबहरुको बारेमा जो किताब लेखकमा जो उयो छ यहाँ तपाईलाई यसमा यसको बारेमा पनि पढ्न पाउँछ। र अब म तपाईलाई भन्छु यो अहिले यहाँ देख्नुहुन्छ कि तपाईले यहाँ फोटो पहिला देख्नुहुन्छ, गुरुजी यो हुनुहुन्छ हैन। अनि उनी गुरुजीले यो बनाउनु भएको हो। यो खास गरी अब नेपाली दाजुभाइहरुको लागि उनीले बनाउनु भएको हो। र अब यसमा तपाईलाई यसमा सिर्फ ज्ञान पाउने मात्र हैन, के गरे तपाईलाई बुद्धको या फिर कुनै देवताहरुको मतलब तपाईलाई फोटो या फिर के उयो चाहिन्छ भने तपाई यहाँ गएर तपाई यसमा डाउनलोड गर्न मिल्छ। अनि यो सबै फ्री हुनुहुन्छ। तपाई यसमा जति ठुलो गुरुहरुको र बुद्धहरुको सबैको फोटोहरु तपाई के भन्छ यसमा डाउनलोड गर्न मिल्छ र यो सबै फ्री हो। अब यसमा भएको तपाईलाई के चीजको अनि यसमा के भन्छ के शंका छ र के चीज सोध्नु छ भने तपाई यसमा गएर सोध्न मिल्छ। तपाई यसमा सबभन्दा मुनि गयो भने यसमा तपाईलाई ब्लग च्याट भनेर भेट्नुहुन्छ हैन। त्यहाँ गएर तपाई कुनै पनि सवाल कुनै पनि तपाईले यहाँ पढेको चीजमा तपाईलाई कुनै अनि यसको नबुझेको उयो छ भने तपाईले यसमा उत्तर लेख्ने के भन्छ यसको नबुझेको उयो लेखेर तपाई आफ्नो क्वेशन सोध्न मिल्छ। र 24 घण्टा यसमा तपाईलाई अनि उत्तर दिनको लागि तयार हुन्छ। तपाईको कुनै पनि समस्या छ या फिर कुनै पनि यसमा केही सोध्ने छ भने तपाई एकदम मन खुलेर सोध्न सक्नुहुन्छ। र यसमा अब यहाँ देखाउनुहुन्छ यो दोर्जे सुक्देन हो। यहाँ सबभन्दा अगाडि दोर्जे सुक्देन राखेको छ। र दोर्जे सुक्देन भनेको अब म तपाईलाई एउटा सानोको उसमा उयो दिन्छु हैन, एउटा उयो एक्सप्लेनेसन दिन्छु। दोर्जे सुक्देन भनेको अहिले बुद्धिज्ममा एउटा के भन्छ यो समयको एउटा के भन्छ देवता माने जान्छ जो हर चीजमा सहयोगको उयो हुन्छ। तपाईलाई के गरेर दोर्जे सुक्देनको बारेमा जानकारी चाहिन्छ भने तपाई यसमा क्लिक गर्नु होला र तपाईलाई यसको बारेमा सबै जानकारी पाउनुहुन्छ। अब तपाईलाई बुद्धको बारेमा जस्तो अगाडि भनेको जस्तो तपाईलाई धार्मिकको हर चीजको ज्ञान पाउनुहुन्छ। अब यसमा सिर्फ तपाईलाई पढ्ने मात्र हैन, यसमा भिडियो पनि छ र भिडियोमा तपाईलाई धेरै चीजको भिडियो हेर्न पाउँछ। जस्तो कि सिर्फ धार्मिकको मात्र हैन, यसमा के भन्छ अर्गानिक फलफुलहरु हुन्छ, सब्जीहरु हुन्छ। यसमा जो चीज मान्छेलाई अहिलेको संसारिकमा जो जरुरतमन्द छ त्यो चीजको तपाईलाई यसमा ज्ञान पाउनु हुनुहुन्छ। तपाई यसमा सर्च गर्नु होला। जस्तो कि यहाँ तपाईले देख्नुहुन्छ मेरो ब्लग खोज्नु भनेर उयो लेखेको हुन्छ। तपाई यहाँ गएर कुनै पनि उयो गर्न सक्नुहुन्छ। र यसमा अब तपाईलाई अझै के चीज फाइदा छ भन्ने भने यो फेसबुकसँग पनि लिंक भएको छ हैन, युट्युबसँग पनि लिंक छ। र तपाई युट्युबमा गयो भने तपाईलाई भिडियो हेर्न मिल्छ, फेसबुकमा गयो भने फेसबुकबाट तपाईलाई ज्ञान पाउन मिल्छ।
यसमा तपाईलाई सिर्फ त्यो मात्र होइन, अब यो गुरुजी कहाँबाट आउनुभएको हो र यो गुरुजीको धर्म सेन्टर अहिले कहाँ हुनुहुन्छ र अनि कतिको उयो हुनुहुन्छ, तपाईँले यसको बारेमा पनि जानकारी पाउनेछन्। अनि आजको लागि म यति मात्र उयो गर्न चाहन्छु। तपाईँलाई केही चिजको बारेमा जानकारी छ भने तपाईँलाई यसमा क्वेसन गर्न मिल्छ र तपाईँलाई यसको उत्तर पाउन मिल्छ। र यो अहिले हाम्रो नेपालमा भएको दाजुभाइहरूले नै यो नेपालको ट्रान्सलेटर गर्नुभएको हो। र अनि हाम्रो एउटा उयो हुनुहुन्छ कि कुनै कसैलाई अनि के भन्छ यो इङ्ग्लिसमा भएको कसैलाई ट्रान्सलेटर गर्ने मानको इच्छा छ भने अनि तपाईँ ट्रान्सलेटर एज अ ट्रान्सलेटर तपाईँ यसमा कन्ट्याक्ट गर्न मिल्छ। तपाईँ यहाँ फेसबुकबाट पनि कन्ट्याक्ट गर्न मिल्छ, यहाँ तपाईँ मेसेज पनि गर्न मिल्छ। अनि यो एउटा काम हुनेको अनुसार तपाईँलाई आफ्ना के भन्छ करियरको एउटा ट्रान्सलेटर हुनेको नाते तपाईँ एउटा कन्ट्याक्ट गरेर उयो गर्न मिल्छ। अनि आजको लागि यति मात्रै। थ्याङ्क यू।